त्यस्तो लाग्छ यो कामे हो नि त यो डिफेन्समा छ कि डिफेन्स गर्नुपर्छ डिफेन्स गर्नुपर्छ अनि यो चाहिँ डिस्ट्र्याक्ट भइरहेछ क्या अहिले होइन अनि अब यो डिस्ट्र्याक्ट भइसक्यो तेप्सुली 11बाट रेस्क्यु गरेको सर्प यसलाई चाहिँ गोबन साँप भन्छ नेपालीमा इङ्ग्लिसमा चाहिँ स्पेक्टेकल कोब्रा भन्छ यसको साइन्टिफिक नेम चाहिँ नाजा हो यो चाहिँ नेपालमा पाइने तराई क्षेत्रमा पाइने विषालु सर्पमध्येको एक हो यो अहिले सबैभन्दा बढी मान्छेलाई त्रसित गराउने सर्प यो गर्मी महिना लागिसकेपछि सबैभन्दा बढी देखा पर्ने सर्प पनि पर्दछ यसको यो सर्प चिनिने चाहिँ यसको हुडबाट हो स्पेक्टेकल यो पछाडिको हुडमा चाहिँ यसको हुडमा चाहिँ चस्माको जस्तो आकार छ त्यसैले चाहिँ यसलाई स्पेक्टेकल कोब्रा भनेको यसलाई चाहिँ आज हामी रिलिज गर्न जाँदैछौँ